नमस्ते। जुनियर हाई स्कुल माध्यमिक विद्यालय उत्तीर्ण भएपछिको करियरबारे। जुनियर हाई स्कुल स्नातक गरेपछि काम गर्न अथवा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययन गर्न सकिन्छ। जुनियर हाई स्कुल स्नातक पास नगरेसम्म हाई स्कुलमा भर्ना भई अध्ययन गर्न पाइने छैन। हाई स्कुलबाट स्नातक गरेमा काम गर्न सक्ने पेशाहरूको संख्या प्रकारमा वृद्धि र अवसरहरू पनि धेरै पाउन सक्नुहुनेछ। हाई स्कुल पनि दुई प्रकारका हुन्छन्, सार्वजनिक हाई स्कुल र निजी हाई स्कुल हुन्। पहिले सार्वजनिक हाई स्कुलको बारेमा बताउनेछु। सार्वजनिक हाई स्कुलहरूमा पनि सामान्य समय प्रणाली कोर्स र निश्चित समय प्रणाली कोर्स गरी दुई थरीका कोर्सहरू हुन्छन्। सामान्य समय प्रणाली कोर्सको बारेमा भन्नुपर्दा बिहानदेखि साँझसम्म अध्ययन गरिन्छ। 3 वर्षसम्म अध्ययन गरिन्छ। निश्चित समय प्रणाली कोर्सको बारेमा भन्नुपर्दा 4 वर्षको अवधिसम्म अध्ययन गरिन्छ। 3 वर्षमै पनि पास गर्न सकिन्छ। दिवाकालीन निश्चित समय प्रणाली अन्तर्गत दिउँसो 4 घण्टासम्म अध्ययन गरिन्छ। सन्ध्याकालीन निश्चित समय प्रणाली अन्तर्गत साँझ 4 घण्टासम्म अध्ययन गरिन्छ। सार्वजनिक हाई स्कुलमा पनि विभिन्न विभागहरू हुन्छन्। तपाईको अध्ययन रुचि अनुसार हाई स्कुल रोज्नुहोला। सार्वजनिक माध्यमिक विद्यालयहरूमा विभिन्न विभागहरू हुन्छन्। तपाईले पढ्न चाहनुभएको विषय अनुसार उच्च विद्यालय छान्नुहोस्। सामान्य समय प्रणाली अन्तर्गतको सार्वजनिक हाई स्कुलको प्रवेश परीक्षा पनि धेरै प्रकारका हुन्छन्। पूर्ण समयावधिको सार्वजनिक हाई स्कुलहरूको प्रवेश परीक्षाहरू विभिन्न प्रकारका हुन्छन्। कृपया यस वर्षको पूर्ण समय हाई स्कुल परीक्षा मितिको लागि आज दिइएको कागज सामग्री हेर्नुहोला। यहाँ हामी विदेशी विद्यार्थी चयन र सामान्य चयनबारे कुरा गर्नेछौँ। अन्य चयनको लागि कागज सामग्री पढ्नुहोस्। देशी विद्यार्थीको चयन गर्न निम्न अनुसारका व्यक्तिहरूले परीक्षा दिन सकिनेछ। कार्यक्रम कुन विद्यालयमा हुने भन्ने कुरा निश्चित छ। विदेशी विद्यार्थी चयनमा भाग लिन सकिने कि नसकिने बारे आइचिकेन क्योइकु इहिंकाई कोतो गक्को क्योइकु खामा बुझ्न सकिन्छ। तपाई विदेशी विद्यार्थी छनौटको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुरा आइची प्रिफेक्चरल बोर्ड अफ एजुकेसन हाई स्कुल एजुकेसन डिभिजनमा गई बुझ्न सक्नुहुन्छ। फेरि सामान्य चयन। सार्वजनिक हाई स्कुल ए समूह र बी समूह गरी दुई समूहमा विभाजन गरिएको छ। ए समूह र बी समूहको हाई स्कुलबाट एउटा स्कुल जम्मा गरी दुईवटा स्कुलको लागि आवेदन दिन सकिन्छ। आइची प्रिफेक्चरमा धेरै हाई स्कुल विद्यालयहरू छन्। आफूले रोजेको विद्यालय र त्यहाँ भर्ना हुने तरिकाबारे विद्यालयको शिक्षकसँग राम्ररी परामर्श गर्नुहोस्। ए समूह बी समूहको व्याख्या पृष्ठ 11 को सामग्री 1 मा लेखिएको छ। सामान्य चयन। जापानी भाषा, सामाजिक शिक्षा, गणित, विज्ञान, अंग्रेजीको मार्कसिट विधिको शैक्षिक क्षमता परीक्षा दिन पर्दछ। तपाईले दुईवटा सम्मका विद्यालयहरूमा आवेदन दिन सक्नुहुनेछ। शैक्षिक क्षमता परीक्षा एक पटक मात्र दिन मिल्छ। अन्तर्वार्ता मात्र लिने विद्यालय पनि हुन्छन्। निश्चित समय प्रणालीका
सार्वजनिक हाई स्कुलहरूको प्रवेश परीक्षा बारे भन्नेछु। शैक्षिक क्षमता परीक्षा अन्तर्गत जापानी भाषा, गणित र अङ्ग्रेजीको आधारभूत प्रश्नावली हुन्छ। निबन्ध लेखन र अन्तर्वार्ता पनि हुन्छ। निश्चित समय प्रणाली सार्वजनिक हाई स्कुलको लागि प्रान्तको जुनसुकै ठाउँबाट पनि परीक्षा दिन सकिन्छ। कस्ता विद्यालयहरू उपलब्ध छन् भन्ने जानकारीको लागि कृपया आज दिएको कागज सामग्रीको पृष्ठ 4 हेर्नुहोस्। 2024 को प्रवेश परीक्षापछि आइची प्रिफेक्चरका सार्वजनिक हाई स्कुलहरूमा अनलाइन प्रणाली प्रयोग गरी अनलाइनबाटै आवेदन दर्ता पूरा गर्न सक्नुहुनेछ। अनलाइन आवेदन दर्ताको लागि इमेल ठेगाना आवश्यक पर्ने हुँदा कृपया तयार गर्नु परेमा पूर्व तयार गर्नुहोस्। तपाईको प्रवेश पत्र अनलाइन मार्फत प्राप्त गर्नुहुनेछ। यसलाई प्रिन्ट आउट गर्नुहोस् र परीक्षाको दिन आफूसँगै ल्याउनुहोस्। अब निजी हाई स्कुलको बारेमा बताउने छु। निजी हाई स्कुलहरूको हकमा स्कुल अनुसार आफ्नै विशेषताहरू हुन्छन्। जानकारी सङ्कलनका लागि स्कुलको ब्रिफिङ सत्र अथवा आइची निजी स्कुल वाताकु सिरिचु प्रदर्शनीमा सहभागी हुनुहोला। निजी हाई स्कुलहरूमा पनि सिफारिस प्रवेश परीक्षा र सामान्य प्रवेश परीक्षा हुन्छन्। सिफारिस प्रवेश परीक्षाको लागि आज दिएको कागज सामग्री हेर्नुहोला। एउटा विद्यालयको लागि मात्र परीक्षा दिन मिल्नेछ। परीक्षा उत्तीर्ण गरेमा अन्य विद्यालयहरूमा परीक्षा दिन पर्ने छैन। सामान्य प्रवेश परीक्षा धेरै परीक्षाहरूमा भाग लिन सकिन्छ। सार्वजनिक हाई स्कुलको लागि पनि परीक्षा दिन सकिन्छ। हाई स्कुल नभए पनि हाई स्कुल स्नातक गरेको प्रमाणपत्र लिन सकिने स्कुलहरू पनि धेरै हुन्छन्। प्राविधिक स्कुल हाई स्कुल कोर्सको बारेमा कुरा गर्नेछु। प्राविधिक स्कुल हाई स्कुल कोर्स भन्नाले कामसँग सम्बन्धित सिप र योग्यताको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ। स्कुलको ब्रिफिङ सत्र अथवा आइची प्राविधिक स्कुल हाई स्कुल कोर्स प्रदर्शनी आदिबाट जानकारीहरू सङ्कलन गरौँ। प्राविधिक स्कुल हाई स्कुल कोर्सको प्रवेश परीक्षा चाहिँ परीक्षा दिने विद्यालय अनुसार फरक हुने भएकोले विद्यालयको शिक्षकसँग पहिले नै बुझिराखौँ। जुनियर हाई स्कुल पछिको करियर मार्गदर्शन। जुनियर हाई स्कुलको तेस्रो वर्षको प्रवेश परीक्षा सम्मको समय तालिका प्रवेश परीक्षा तालिकाको बारेमा कागज सामग्रीको पेज 6 र 7 हेर्नुहोला। 2023 सालको प्रवेश परीक्षा 2022 सालको भन्दा प्रवेश परीक्षा भन्दा छिट्टै निर्धारित भएको छ। पहिलेदेखि नै राम्रो योजना बनाई तयारी गरौँ। परीक्षा शुल्क, शिक्षण शुल्क आदिको शुल्क अनि प्रवेश शुल्क र शिक्षण शुल्क सहयोग गर्ने प्रणालीको बारेमा कागज सामग्रीको पेज 8 र 9 हेर्नुहोला। प्राय अनुदान र निजी हाई स्कुलको प्रवेश शुल्कको बारेमा धेरै सोधपुछ भएको पाइयो। हाई स्कुलमा पढ्नको लागि आवश्यक सहयोग रकम राष्ट्र र प्रान्तबाट प्रदान गरिन्छ, तर भर्ना भएपछि मात्र। भर्ना हुन अघि आवश्यक रकम तयार गरेर राखौँ। निजी हाई स्कुल सिफारिस प्रवेश परीक्षा पास भएमा विद्यालय प्रवेश शुल्कको सम्पूर्ण रकम
परीक्षा उत्तीर्ण नतिजा घोषणा भएको केही दिनमा भुक्तानी गर्नुपर्नेछ। सामान्य प्रवेश परीक्षा पास भएमा प्रवेश शुल्कको 1 अंश 20,000 येन परीक्षा उत्तीर्ण नतिजा घोषणा भएको केही दिनमा भुक्तानी गर्नुपर्नेछ। बाँकी रकम सार्वजनिक हाई स्कुलको परीक्षा उत्तीर्ण नतिजा घोषणापछि भुक्तानी गर्नुपर्नेछ। प्रवेश शुल्क भुक्तानी नगरेमा उत्तीर्ण भए पनि उत्तीर्ण नतिजा रद्द गरिनेछ। कृपया ख्याल गरौँ। यस अघिको भविष्यमा वयस्क भएपछि पनि जापानमै बस्ने व्यक्तिहरूले काम गर्नको लागि हाई स्कुल डिप्लोमा गरेको प्रमाणपत्र आवश्यक पर्ने हुन्छ। हाई स्कुलबाट स्नातक गर्न पहिले जुनियर हाई स्कुल डिप्लोमा गरेको हुनै पर्छ। जुनियर हाई स्कुलको स्नातक प्रमाणपत्र प्राप्त गर्नको लागि निम्नलिखित विधिहरू छन्। जुनियर हाई स्कुलको स्नातक प्रमाणपत्र गर्नको लागि निम्नलिखित विधिहरू छन्। रात्रि कक्षाको अध्ययन गरी जुनियर हाई स्कुल स्नातकको योग्यता पनि लिन सकिन्छ। 15 वर्ष वा सोभन्दा माथिका र जुनियर हाई स्कुलबाट स्नातक नगरेका व्यक्तिहरूको लागि आयोजित गरिएको हुन्छ। हप्तामा 5 दिन पढाइ हुन्छ। तोकिएको पाठ्यक्रमको अध्ययन पूरा भएपछि तपाईँ जुनियर हाई स्कुलबाट स्नातक हुनुहुन्छ। जापान बाहेकको देशमा जुनियर हाई स्कुल पास गरेको व्यक्ति। जापान बाहेकको देशमा 9 वर्ष पढाइ सकेका प्रमाणपत्र आवश्यक पर्नेछ। आइचिकेन क्योइकु इन्काइ कोतो गक्को क्योइकु मा प्रमाणपत्र लगेर चेक जाँच गरिनेछ। आज हामीले जुनियर हाई स्कुल माध्यमिक विद्यालय उत्तीर्ण भएपछिको क्यारियरको बारेमा कुराकानी गर्यौं। आज यहाँसम्म आइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यदि केही प्रश्नहरू भएमा सम्बन्धित व्यक्तिहरूलाई आज प्रश्न उत्तर समयमा गर्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद। नमस्ते।